प्यारो प्रभु येशू ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। परमेश्वरलाई धन्यवाद भएको होस्। फेरि पनि हामी आज यो डाँडामा एउटा वचन प्रकाश भयो। म बोल्न गइरहेको छु र आजको वचन रहेको छ हरेक कुराको समय छ। हालेलुया। हरेक कुराको समय छ। उपदेशकको पुस्तकमा चाहिँ प्रत्येक कुराको समय छ भनेर भनिएको छ। हामी यहाँ उपदेशकको पुस्तक 3को 1 देखि हामी 8सम्म हेर्छौँ भने चाहिँ धेरैवटा कुरा छ। यहाँ हरेक कुराको समय छ भनेर भन्नुभएको छ। साँच्चीकै आज तपाईँ हाम्रो जीवनमा चाहिँ कुनै परिस्थिति कठिनाइ आउँदाखेरि चाहिँ हामीलाई एउटा निराश हुन्छ अनि हामीलाई एक प्रकारको निराश अनि एक प्रकारको धेरैवटा समस्याहरू पर्दाखेरि चाहिँ हामीमा एक प्रकार धेरै विक हुन्छौँ। तर परमेश्वरको वचनले भन्नुभएको छ कि हरेक कुराको समय छ अनि हरेक कुराको समय छ अनि आज साँच्चीकै सबैको जीवनमा एउटा न एउटा असल समय छ। हालेलुया। यो असल समय छ। म तपाईँलाई उत्साह दिन्छु। असल समय छ। एउटा रुखलाई हेर्छौँ भने जब चैत वैशाख हुन्छ, चैत वैशाख भइसकेपछि त्यो रुखलाई रुखको पातले छोडेर भुइँमा झर्छ। त्यो रुखलाई पनि इच्छा छैन कि त्यो पात झरोस् भनेर, पातले छोडेर जाओस् भनेर रुखलाई पनि मन छैन र त्यो पातलाई पनि रुखलाई छोडेर भुइँमा झर्नु मन छैन। तर समय आउँछ त्यो झर्नै पर्छ अनि झर्छ। तब झरिसकेपछि केही समय फेरि पनि चैत वैशाख जब उसको ठिक समय ठिक ऋतु आउँछ अनि त्यो रुखमा फेरि राम्रो एउटा मुना पलाउँछ अनि त्यो मुना पलाएर चाहिँ त्यो रुखलाई फेरि के हुन्छ, भर्छ। अनि त्यो रुखलाई जब भर्छ अनि त्यो रुख चाहिँ हेर्दाखेरि फेरि रहर लाग्दो हुन्छ, उसको जिउला पलाउँछ। त्यसै गरी हाम्रो जीवनमा पनि हामीलाई मन नपर्ने, दुःख नहोस्, कष्ट नहोस्, यस्तो हाम्रो विचार मन नपर्ने समय हाम्रो जीवनमा पनि आउँछ। तर त्यो समय आउँछ, मन पर्दैन, तर त्यो समय हामीले काट्नु नै पर्छ। तर त्यो समय काट्दै गर्दाखेरि एउटा विश्वास हामीमा हुनुपर्छ। त्यो रुखलाई जसरी एउटा पात झरिसकेपछि फेरि नयाँ मुना पलाउँछ भनेर रुखलाई एउटा आशा हुन्छ, त्यसै गरी हामीमा विश्वास हुनुपर्छ। फेरि यो समस्याको अनि यो विभिन्न परिस्थिति, दुःखको परिस्थिति सकेर एक दिन आशिषको अनि सुखको परिस्थिति हामीमा चाहिँ प्रभुले दिनुहुन्छ। आमेन। दिनुहुन्छ। त्यो विश्वास चाहिँ हामीमा हुनुपर्छ। अनि हामीले हेर्छौँ भने कतिलाई हामीलाई लाग्छ बर्खा मन पर्दैन। अब बर्खा आउँदैछ यो बेला, बर्खा कतिलाई मन पर्दैन, चिसो हिलो बाटो फोहोर है। कतिलाई बर्खा मन नपर्दैन अनि कतिलाई फेरि हिउँदो चिसो मन पर्छ किनकि बात रोग हुन्छ, विभिन्न रोग हुन्छ। र कतिपय समयमा चाहिँ हामीलाई के हुँदैन, त्यो फेरि चिसो मन पर्दैन। तर हामीले मन नपरेर हुँदैन। चिसो आउँछै आउँछ, पानी आउँछै आउँछ, बर्खा आउँछै आउँछ, तर हामीलाई मन